आफूलाई गणतन्त्र भन्छ दलालहरू लुटेराहरू 14 अर्बमा 10 अर्ब लुटेर भाग बन्ड गरेर खाने दलालहरूले यो व्यवस्था जोगाउँ भन्छन्। ए दलाल हो दिमागको व्यवस्थालाई गणतन्त्र केपी भट्टाचार्यको नाइके हत्यारा धर्म प्रसाद ढकाललाई हत्यारा आतंककारी अर्को राष्ट्रघाती चेरे जस्ता अपराधीहरूको सत्तामा पुगेपछि देश र जनताले सुख पाउँदैन। म कुनै पार्टीको झोले भरिरहेन तर झन्डा बोकेर म राष्ट्र र देशका लागि जहिले पनि छैन। नेपालको झन्डा एकजना नेपाली हामी पनि यसमा समर्थन हुँछु। हाम्रो पनि दायित्व नेपालको झन्डा हजुरले बोकिसकेपछि नेपालको झन्डा एउटाले बोक्नुपर्छ दुनियाँले बोके पनि केही फरक पर्नेवाला छैन। एकजना नेपाली नागरिकले नेपालको झन्डा बोकिसकेपछि कसले कारवाही गर्छ? अस्तिको मान्छे दलालीको अन्त्य गरेर छोड्छौँ। नेपालीका झन्डा राष्ट्रिय झन्डा नबोकेर दलालीका झन्डा बोक्ने हो, माओका झन्डा बोक्ने हो, लेनिनका झन्डा बोक्ने हो, विदेशी दलालका झन्डा बोक्ने हो। यो त मेरो राष्ट्रियताको पहिचान हो। त्यसकारण म यो बोक्छु। तपाईँहरू के राष्ट्रियताको पक्षमा नलाएर दलालीको पक्षमा लाग्ने हो? तपाईँ दलालीको धर्मलाई स्वीकार गर्नुहुन्छ? राष्ट्रियताको पक्षमा आउनु।